कुनै पनि गम्भीर रोगको निदानले मनमा धेरै उथलपुथल ल्याउँछ, त्यो एकदमै स्वाभाविक हो। आज हामी माइलोमा निदानपछिका महत्त्वपूर्ण पाइलाहरू के हुन् भनेर कुरा गर्नेछौँ। यसलाई एउटा स्पष्ट मार्गदर्शक वा रोड म्यापको रूपमा लिन सकिन्छ, जसले सबैभन्दा राम्रो नतिजाको लागि बाटो तयार गर्न मद्दत गर्नेछ। जब यस्तो निदान हुन्छ, मनमा आउने पहिलो प्रश्न नै यही हो, अब के गर्ने, कहाँबाट सुरु गर्ने? जब अनिश्चितताले घेर्छ, अगाडिको बाटो नै देखिँदैन। आउनुहोस् यसलाई एक एक गरेर केलाउँ। तर राम्रो कुरा के हो भने यो अनिश्चिततामा अल्झिरहनु पर्दैन। सबैभन्दा उत्तम सम्भावित नतिजाको लागि एउटा स्पष्ट संरचित योजना बनाउन सकिन्छ, र त्यो योजना नै अगाडि बढ्ने सबैभन्दा महत्त्वपूर्ण कुञ्जी हो। र त्यो योजना भनेको यही हो, हाम्रो सशक्तिकरणको मार्गचित्र। यसले पूरै प्रक्रियालाई तीनवटा सरल तर शक्तिशाली स्तम्भहरूमा बाँड्छ: सही टोली, सही परीक्षण र सही उपचार। यी तीनवटै पिलरले अनिश्चिततालाई हटाएर काम गर्न सकिने पाइलाहरूमा बदल्न मद्दत गर्छ। ल, त्यसो भए हाम्रो मार्गचित्रको पहिलो र सबैभन्दा आधारभूत कदमबाट सुरु गरौँ। त्यो हो सही टोलीको गठन। खास गरी मल्टिपल माइलोमा जस्तो अलि कम सुनिने रोगको लागि उपचार गर्ने टोलीको विशेषज्ञताले साँच्चीकै धेरै ठूलो फरक पार्न सक्छ। अब उपचार गर्ने विशेषज्ञलाई हेमाटोलोजिस्ट वा मेडिकल अन्कोलोजिस्ट भनिन्छ। तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने त्यस्तो डाक्टर खोज्नुपर्छ जसले विशेष गरी मल्टिपल माइलोमाकै उपचारमा ध्यान केन्द्रित गरेको होस्। किनभने उहाँहरूलाई नै पछिल्लो अनुसन्धान र सबैभन्दा नयाँ उपचार पद्धतिको बारेमा गहिरो जानकारी हुन्छ। सम्भावित डाक्टरसँग भेट्दा केही प्रश्नहरू सोध्न बिल्कुलै हिचकिचाउनु हुँदैन। यो केवल जानकारी लिनु मात्र होइन, यो आफ्नो उपचारको लागि एउटा बलियो र विश्वासिलो सम्बन्ध बनाउने प्रक्रिया पनि हो। अनि अर्को कुरा, दोस्रो राय लिनु। यो एकदमै सामान्य र बुद्धिमानी कदम हो। उपचार सुरु गर्दा होस् वा उपचारको योजना परिवर्तन गर्दा, अर्को विशेषज्ञको दृष्टिकोणले निर्णय प्रक्रियालाई थप बलियो बनाउँछ र मनलाई ढुक्क पनि। ल, हामीले डाक्टर र टोलीको कुरा गर्यौं। अब अलिकति फरक कोणबाट हेरौं। यो प्रक्रियामा बिरामीको आफ्नो भूमिका के हुन्छ? किनभने उपचार भनेको एकतर्फी बाटो होइन, यसमा बिरामीको सक्रिय सहभागिताले निकै ठूलो अर्थ राख्छ। यो भनाइ आफैमा एकदमै शक्तिशाली छ। उपचारका निर्णयहरू केवल डाक्टरको सिफारिसमा मात्र आधारित हुँदैनन्। व्यक्तिगत लक्ष्य र प्राथमिकताहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। यसको मतलब यो पूरै प्रक्रियाको केन्द्रमा बिरामी स्वयं हुनुहुन्छ। त्यसैले त भनिन्छ, ज्ञान नै शक्ति हो। जब कसैलाई आफ्नो अवस्थाबारे राम्रो जानकारी हुन्छ, उसले उपचार टोलीसँगको छलफलमा खुलेर भाग लिन सक्छ र आफ्नो आवाजलाई निर्णय प्रक्रियाको एक महत्त्वपूर्ण हिस्सा बनाउन सक्छ। अब सूचित हुने कुरालाई व्यवहारमा उतार्न सोचेभन्दा सजिलो छ। बस यी चारवटा कदमहरू अपनाए पुग्छ। पहिलो, माइलोमा बारे पढ्ने, बुझ्ने। दोस्रो, आफ्ना प्रश्न र चिन्ताहरू टिपेर राख्ने। तेस्रो, हरेक पटक डाक्टर कहाँ जाँदा त्यो लिस्ट सँगै लैजाने। र चौथो, आफ्नो व्यक्तिगत लक्ष्य के हो त्यो खुलेर बताउने। बस यति हो। त्यसो भए अन्त्यमा यो सम्पूर्ण यात्राको आधार भनेकै सही टोली, सही परीक्षण र सही उपचार हो। र यी सबै कुरालाई डोर्याउने भनेको बिरामी र डाक्टर बीचको साझा निर्णय प्रक्रियाले हो। यो एउटा टिमवर्क हो, एक किसिमको साझेदारी हो। अब यो सबै कुरा सुनिसकेपछि एउटा प्रश्नबारे सोचौं। आफ्नो उपचार टोलीको अझ सक्रिय सदस्य बन्नको लागि अर्को पटक डाक्टरलाई भेट्दा सोध्न सकिने त्यो एउटा महत्त्वपूर्ण प्रश्न के हुन सक्छ? सोचेर राख्नुहोस्, किनकि एउटा सानो प्रश्नले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।